ल नमस्ते। आज फेरि पनि घुम्ने क्रम हो। आज छुट्टै पार्कमा अति नै राम्रो पार्कमा आएको छु। चाहिँ ज्येष्ठ नागरिक पार्क पूर्व धरानमा हाम्रो श्रमपिता हर्क सापले बुढोपाकाको लागि बनाइदिनु भएको रहेछ। यहाँ चाहिँ के भने एकदमै बुढो भएपछि साथीभाइ कोही पनि हुँदैन। यहाँ चाहिँ बसेर यसो आफ्नो उमेरको बुढोपाकासँग गफ गरेर दिनहरू बिताउने कस्तो राम्रो बनाइदिनु भएको रहेछ। यसरी बच्चाहरू पनि आउनु हुँदो रहेछ। अनि आज म पनि घुम्दै घुम्दै आइपुगेको हुनाले तपाईँहरू पनि फ्री टाइममा आफ्नो बाबा मम्मीलाई अनि सानो सानो बच्चाहरू छ नि उहाँले ल्याएर आउनुहुनेछ। कस्तो राम्रो यो पनि कति छिटो बढेको हेर्नुहोस् त रुखहरू। वाउ चुच्चे नक्सा है चुच्चे नक्सा हेर्नुहोस् त। सबै ज्ञानको कुरा पनि रहेछ हेर्नुहोस् त। हेर त यो रुख पहिला ढलेको रहेछ। यसलाई नै कति राम्रो दिमाग लगाएर चाहिँ बस्ने ठाउँ बनाइदिनु भएको रहेछ। गऱ्यो भने चाहिँ सबै हुँदो रहेछ। यी बच्चाहरू कति मजाले खेलिरहेको। हजुरहरू पनि आएर भरपुर आनन्द लिएर चाहिँ सबै घुम्ने मान्छेहरूको गाडी है यो चाहिँ। हेर्नुहोस् है पूर्व धरान अति नै राम्रो। हेलो अरे तपाईँ कहाँदेखि आउनु भएको? ल ल ल ल ल ल चाइनिज बेबी हो। हजुरको नाम के हो? मेरो नाम सोन राई हो। ए अनि कति क्लासमा पढ्नुहुन्छ? 3B। कुन चाहिँ स्कुलमा पढ्नुहुन्छ? इन्टरनेसनल स्कुल। ओहो धेरै राम्रो। अनि के एक्सर्साइज गर्नु मन पराउनुहुन्छ? एक्सर्साइज गर्नुभएको? भेरी गुड। पानी पर्दैछ? ए ल ल ल ज्ञानी हुनुहुन्छ पर्छ है। नमस्ते। अम्मै कति राम्री सुन्दरी त हेर्नुहोस् बेबी। तपाईँको नाम के हो? ओहो सेलीमा दाँत पनि झरेछ दुईटा। के गरेर झर्नु भयो? ए हो अनि तपाईँ चाहिँ खेल्नु रुचाउनु हुँदो रहेछ। अहिले स्कुल बिदा छ? ए बिदा छ स्कुल छुट्टी? कतिमा पढ्नुहुन्छ यहाँ हेर्नु त मलाई? 1 मा? ओहो कुन चाहिँ स्कुल पढ्नुहुन्छ? इन्टरनेसनल स्कुल। ए के इन्टरनेसनल स्कुल। हस् बहुत धेरै राम्रो मजा आउँदैछ। हस् धेरै मजा आयो। फेरि अर्को बेबी यहाँ। अनि नमस्ते तपाईँ चाहिँ कहाँदेखि आउनुभएको? म धरानबाट हो। खास घर कहाँ हो? कहाँदेखि हो? घर त भोजपुर तर अहिले चाहिँ धरानमा बस्दैछु। ए ल ल ल ल ल ल अनि तपाईँ के हो? म राई हो। कुन राई हो? अबी बान्तवा चोखाङ राई हो। बान्तवा चोखाङ राईको हिरो हो। अनि तपाईँ त एकदम खेल्नु मन पराउँदो रहेछ है। ल ल ल ल पछि के बन्नुहुन्छ हौ खेलेर? अनि ओहो आर्मी बन्नु हुँदैन। आर्मी नै बन्ने? अनि आर्मी बन्नुहुन्छ के त? अनि तपाईँ हुनुहुन्छ कि आर्मी हुनुको लागि त धेरै पढ्नुपर्छ, ट्यालेन्ट हुनुपर्छ। अनि पढाइ राम्रै छ? हस् ओके। त्यसो भए त खुसी लागेछ। हस् त्यही त हेरिदिनुहोस् हाँसिदिनुहोस्। के अरे कुन राई अरे? चोखाङ राई चोखाङको हिरो हो। ल ल ल